यो बाँडेर खाने हो है केक हो को खाने हो नमस्कार स्वागत छ यहाँहरू सम्पूर्णलाई आजको हाम्रो सानो यो जन्मदिनको शुभकामना या भनौँ जन्मदिनको अवसरमा सानो छोरा आह्वानको जन्मदिन मनाउनको लागि गोदावरी नगरपालिका वडा नम्बर 2 अत्तरियामा रहेको श्री सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा आएका छौँ। देख्न सक्नुहुन्छ पछाडितिर आधारभूत विद्यालय र विद्यालयका यहाँ साना साना विद्यार्थीहरू हुन्छ। उहाँहरू सबैजना शारीरिक रूपमा केही न केही अपाङ्गता भएका व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरू सबैजनालाई शारीरिक रूपमा केही न केही समस्या छ। उहाँहरू आवासीय रूपमा यसै विद्यालयमा बसेर पढ्नुहुन्छ। शुक्रबार भएको कारण उहाँहरूको आजको हाफ डे सकिसकेर हामीले यो जन्मदिन मनाउनको लागि उहाँहरू सबैजनालाई सँगै भेला गरेर यो सानो जन्मदिनको कार्यक्रम सुरु गर्न गइरहेका छौँ। यहाँहरू पनि आफ्नो जन्मदिन, आफ्नो वैवाहिक वर्षगाँठका दिन या कुनै पनि तपाईँको खुसियालीहरू तपाईँले मनाउन चाहिराख्नु भएको छ। यो समाजमा भएका जसलाई चाहिँ हामीले सानो पनि खुसी बाँड्यौँ भने उहाँको जीवनमा धेरै खुसियाली आउँछ। त्यस्तो खालको माहौल खोजिरहनु भएको छ भने गोदावरी नगरपालिका वडा नम्बर 2 अत्तरियामा रहेको श्री सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा यहाँहरू आउनुहोला र उहाँहरू जस्ता विभिन्न शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूसँग आफ्नो खुसी साट्नुहोला। मैले यहाँलाई सादर आमन्त्रण गरेँ, यहाँहरू यो स्कुलमा भिजिट गर्नुहोला। देख्न सक्नुहुन्छ हामी यहाँ पारिवारिक रूपमा यहाँ आएका छौँ। मेरो भाइ राजकुमार साउद, उहाँको छोरा र मेरो बुहारी रसुको छोरा आज 3 वर्ष पुगेको यो खुसियालीमा हामीले चाहिँ यो जन्मदिनको कार्यक्रम मनाइरहेका छौँ। उहाँहरूले सोध्दै हुनुहुन्थ्यो हामीले चाहिँ जन्मदिनको दिन कतै स्पेसल रूपमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर उहाँहरूसँग सानो हाम्रो यो 3 वर्षको छोरा तेस्रो जन्मदिनलाई चाहिँ सेलिब्रेसन गर्न चाहन्छु भनेर भन्दाखेरि मैले चाहिँ सुदूरपश्चिम समावेशी विद्यालयमा जाउँ, त्यहाँ विद्यार्थीहरू हुनुहुन्छ, विभिन्न शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूलाई हामीले सानो खुसी बाँडौँ भनेर उहाँहरूलाई रेकमेन्ड गरेको थिएँ। सो आज हामी यहाँ आएका छौँ र सानो बाबु आफ्नो जन्मदिन मनाउनको लागि एकदमै यो उत्साहित होइन। मैले आऊ भन्दाखेरि नाइ 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 नै भन्दैछन् होइन। हामीले यो सानो 3टा केक ल्याएका छौँ। उहाँहरूलाई 82 जना विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ। उहाँहरूलाई होस् भनेर हामीले यो कपी कलम पेन्सिलहरू चक्लेटहरू इरेजरहरू र उहाँसँग यो चाहिँ केक सेलिब्रेसन गरिरहेका छौँ। तपाईँहरू खुसी हुनुहुन्छ? केक को खाने हो? हात उठाउ त। ओहो ल भेरी टपी को खाने? अनि कपी कसलाई चाहिएको छ? कपी कमलाई चाहिएको छ। पढ्ने मान्छे कम रहेछन् हो। ल फेरि उठाऊ, कतिजनालाई कपी चाहियो? ल सबैलाई कपी चाहिएको छ। ल एकदमै खुसी लाग्यो है। ल अब सानो बाबुको जन्मदिन छ है। ल ह्याप्पी बर्थडे आह्वान भन त। ल सानो बाबुको बर्थडे है। बाबुलाई पनि थाहा होस् मेरो जन्मदिन एकदम विशेष ठाउँमा भएको थियो। यो बच्चाहरूसँग चाहिँ हामीले रमाइलो गरेका थियौँ। साना साना दिदी दादाहरूसँग हामीले जन्मदिन मनाएका थियौँ। के रहेछ भनेर सानो बच्चाको पनि दिमागमा यस्तो खालको सकारात्मक एउटा भाइब्स आओस् भन्ने उद्देश्यले हामी यहाँ आएका छौँ। यहाँहरू पनि सबैजना आफ्नो जन्मदिन मनाउन यो ठाउँमा आउनुहोला र आउनुहोस्। अब हाम्रो सानो बाबुको बर्थडे हामी केक काटेर गर्छौँ र उहाँहरूलाई विभिन्न स्टेसनरी कापी कलम र उहाँहरूलाई चक्लेट वितरण गरेर सानो हाम्रो आजको यो खुसी सेलिब्रेट गर्न गइरहेका छौँ। मेरो भाइ राजकुमार साउद जसले चाहिँ यो पुण्य काम गर्नको लागि सधैँ मलाई चाहिँ दाइ म यस्तो स्कुलमा जान चाहन्छु, उहाँको दाम्पत्य जीवन सफल होस्, उहाँको छोराको तेस्रो जन्मदिन एकदम सफल होस्। आफूसँग भएको जति होइन मैले त आफ्नो परिवारलाई गर्न सकिरहेको छु, छोरालाई दिन सकिरहेको छु होइन, परिवारलाई चाहिएको टाइममा दिन सकिरहेको छु। तर सबैको नसिबमा चाहिँ त्यो हुँदैन नि त होइन। अब एक हिसाबले अब आफ्नो सकेसम्मको आफ्नो सानोतर्फ आफूले बरु पार्टी नगरेर इन्जोयमेन्ट नगरेर होइन, एक दिन इन्जोयमेन्ट नगर्दा अथवा बाहिर खर्च नगर्दा केही ठुलो घाटा लाग्ने होइन होइन। बरु त्यो रकम चाहिँ जसलाई जरुरत छ, जसलाई हामीभन्दा पनि अझै जरुरत जसलाई छ तिनीहरूलाई बरु हेल्प गरेमा होइन, तिनीहरूको लागि बरु सहयोग गरेमा उनीहरूलाई चाहिँ त्यो भ्याल्यु एड हुन्छ कि हामीभन्दा। धन्यवाद भाइ, थ्याङ्क यू भेरी मच। एकदमै खुसी लाग्छ होइन। भाइले चाहिँ सामाजिक कार्यको लागि सधैँ मसँग पनि टिममै हुनुहुन्छ। हामी विभिन्न ठाउँका यात्राहरूमा गइरहेछौँ, सुदूरपश्चिमको यात्राहरू गरिरहेको छौँ, मोटो ब्लगिङ गरिरहेछौँ र विभिन्न सामाजिक कार्यहरूमा पनि हामी सरिक छौँ र
भाइले आज मैले मेरो छोराको जन्मदिनमा यहाँ सेलिब्रेसन गर्न चाहन्छु भन्दा मलाई पनि खुसी लाग्यो। सायद हामी सँगै भएको कारणले उहाँलाई पनि यो गर्ने रहर लाग्यो होला, यहाँहरू पनि गर्नु होला भन्ने अनुरोध गर्दछु। अब सबै कुरा यहाँहरूलाई देखाइसकेँ होइन। राजकुमार साउदका पिताजी यहाँ हुनुहुन्छ, माताजी हुनुहुन्छ, उहाँका विभिन्न इष्टमित्रहरू सबैजना हामी यहाँ छौँ र विद्यालयका प्राचार्यज्यूहरू, यहाँका व्यवस्थापन समितिका पनि यहाँ विभिन्न व्यक्तित्वहरू आउनुभएको छ। उहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले यस्ता विद्यार्थीहरू जो चाहिँ साँच्चै भन्ने हो भने हामीहरूको सानो एउटा खुसीमा पनि आफ्नो एकदमै महत्त्वपूर्ण एउटा त्यो भित्रदेखिको खुसी महसुस गर्नुहुन्छ। हामीले यत्र तत्र सर्वत्र गएर गरेका ती फजुल खर्चभन्दा हामीले 200-400 रुपियाँको पनि सानो चक्लेट, टफी, केक ल्याएर उहाँहरूलाई खुवाइदिएको खण्डमा उहाँहरूले एकदम धेरै समयसम्म उहाँले चाहिँ याद गर्नुहुन्छ। म उहाँहरूलाई सोध्छु होइन, म यहाँ आइराख्ने हुनाले उहाँले मेरो नाम पनि याद गर्नुभएको छ। मेरो नाम कसलाई कसलाई थाहा छ? के हो मेरो नाम? हेर्नुहोस्, यो माया हो। म यहाँ कहिलेकाहीँ आउँछु तर उहाँले मेरो नाम याद राख्नु भएको छ। तपाईँहरू पनि उहाँ जस्ता शारीरिक अपाङ्गता भएका एउटा साना यो विद्यार्थीहरूलाई सहयोग गर्नुहोस् र उहाँको यो मुटुमा, उहाँको आत्मामा आफ्नो नाम अमर राख्नुहोस् भन्ने अनुरोध गर्दै आजको सानो भिडियोबाट म बिदा हुन्छु। यहाँहरूलाई यति बेर हेरेर साथ दिनुभयो, हार्दिक धन्यवाद। थ्याङ्क यू भेरी मच।